सकिरहेको छैन किनकि हाम्रो समाज रहेको छ, देश रहेको छ र यो रहेको देशलाई हँसाउने जिम्मा अब तपाईमा आएको छ, ममा आएको छ। आज एउटा चप्पल लगाउने हैसियत नभएका नरपिचासहरू त्यो एउटा गाडी चढेर हिँडिरहेछन्। हामीलाई धेरै व्यक्तिहरूले तपाईहरु परिचालित हुनुहुन्छ भनेर भन्नुभयो। हो, हामी परिचालित हो, हामी हाम्रो मन मस्तिष्कबाट परिचालित हो। हामी कोही आमाहरू हुनुभएको आमाको आँसुबाट परिचालित हो। हामी श्रीमान गुमाउनु भएका विधवा चेलीको सिन्दुरबाट परिचालित हो। यो कुरा बुझ्न जरुरी छ। आज माटीमा कति भ्रष्टाचार भइरहेको छ भन्ने कुरा तपाईलाई सबैलाई थाहा छ। हामीले अब यो भ्रष्टाचारको विरुद्ध आन्दोलन छ र यो आन्दोलन चरणबद्ध रूपमा जानेछ। हामी पछाडि हट्ने छैनौँ। यो कुरा हेक्का माडी गाउँपालिकाले राख्नुपर्छ। आज वास्तवमा एउटा विद्यार्थी भाइ बहिनीहरू पढाइ छोडेर आउनु भएको छ। किन आउनु भएको छ त यो विषय उहाँलाई नै थाहा छ। किनभनेपछि भ्रष्टाचार, बेइज्जती, अन्याय, अत्याचारले चरम सीमा नागिसकेपछि तपाईँहरू उपस्थित हुनुभएको छ। यो कुरा माडी गाउँपालिकाले बुझ्न जरुरी छ र माडी गाउँपालिका अध्यक्ष यहाँ आएर हाम्रो कार्य समितिको सँग बसेर विद्यार्थी भाइ बहिनीसँग बसेर निष्कर्ष निकाल्नुपर्छ। हाम्रो आठ बुँदे मागको सम्बोधन हुनुपर्छ। हामीले आजभन्दा एक हप्ता अगाडि 8वटा गुनासोको मागपत्र, एउटा ज्ञापन पत्र बुझाएका थियौँ। तर त्यो ज्ञापन पत्रको व्यवस्था भयो, सुन्नेन। माडी गाउँपालिकाले सुनेन, अध्यक्षज्यूले सुन्नु भएन। त्यही भएर आज जनमास र विद्यार्थी साथीहरू सबै उपस्थित हुनुभएको छ र यो उपस्थिति सानो होइन। यो उपस्थितिभित्र कोही एकदमै पीडा लुकेको छ। विद्यार्थी भाइ बहिनीहरूको मन मस्तिष्कमा पीडा छ कि छैन? अब हामी पछाडि हट्नेवाला छौँ।